छैन। त्यहाँसम्म दूर हाम्रो केटाहरू आइरहेको छ। मिर्ग 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 छ, मिर्ग गाई छ हो। मिर्ग 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 आएको गएर हान्नु क्या यस्तो छ हजुर, बाटोको हालत यस्तो छ। म चाहिँ फेरि त्यस्तै हो, एरिया चाहिँ राइडर नम्बर 46 हो नि। खतरा चलाउँछ नि, तर अहिले त्यो बाइकको अवस्था अलि खराब भएर बिस्तारै गइरहेको छौँ। यो चाहिँ खतरा फुल छ नि, ठाउँ छ कि एकचोटि आएर सबै जानु होला त्यो ठाउँमा। हजुरहरू पनि आउनु होला एकचोटि अनुगमन गर्न। टक्क टुरीबारीहरू टुरी फुलिरहेछ। बाख्रा लगेर गइजाने कि त एउटा उठाउँ कि बाख्रा लगेर जाने हो। बाख्रा लेकको खर्सी उठाएर जाने होइन। पारी चाहिँ गुराँस गाउँपालिका पर्छ कि हो जस्तो लाग्छ। खै के हो गुराँस गाउँपालिका कमेन्ट हानिदिनु होला, त्यो खै के हो पारीतिरको सुन्नुहुन्छ भने हजुरहरूले। केलाहरू चाहिँ केल्मीका फ्यानहरू अरे। यात्रा कस्तो भइरहेको छ त? यात्रा कस्तो भइरहेको छ? घर कहाँ हो? घर चाहिँ कता पऱ्यो? बन्दै गरौँ न। मेरो चाहिँ दिल्लीतिर पऱ्यो। डुल्लु हो, यही मती पर्छ डुल्लु। बाटो चाहिँ अलिकति चाहिँ यहाँको गाउँको चाहिँ खापड खुपड छ है। जटिल यात्रामा आएर हामीले फर्किँदैछौँ। यहाँ गर्कुटा भन्ने ठाउँबाट नगरका दृश्यहरू राम्रोसँग अवलोकन गर्न पाइँदो रहेछ। हामीले यहाँको भ्रमण गरेर अहिले फर्किसकेका छौँ। साथमा दुईटा बाइक राख्नुमा अहिले फर्किँदैछौँ। यहाँदेखि तल गएर बाटोको अवलोकन गरेर हामी फर्किनेछौँ। हाम्रो यात्रा जारी नै छ। त्यस्तै हुनेछ आजको यात्रा। यहाँको सिनहरू पनि एकदम राम्रो राम्रो रहेछ है। जोस विकास हुने क्रममा रहेछ। हामी चाहिँ अब जान लाग्यो सुर्खेत भ्यालीमा। हिजो हामी छन् यिनीहरू
केटाहरू लाउरेहरू लाउरेहरू छन् ल हिँड यहाँबाट त्यहाँसम्म दूर हामी चाहिँ अहिले यो के अरे गोटी गाँडा छौँ। अब चाहिँ हामी तिर जान लाग्यो अनि त्यही हो। बाटो तपाईँले गएर मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला। अर्को भिडियोहरू हाल्नेछु। मान्छेहरू त धेरै छन् होइन मन्दिर देखाउनु पर्यो यो चाहिँ मन्दिर हो। अनि यहाँ एकचोटि हाम्रा केटाहरू आइरहेको छन्। अगाडि ओ मृग मृग अँ मृग छ। मृग त्यो गाईहरू मिर्ग मृग आएको गएर हान्दिउँ क्या। यस्तो छ हजुर बाटोको हालत यस्तो छ। म चाहिँ फेरि त्यस्तै हो। एउटा चाहिँ राइडर हो। राइडर नम्बर 46 हो। खतरा चलाउँछन् तर अहिले त्यो बाइकको अवस्था अलि खराब भएर बिस्तारै गइरहेको छौँ। यो चाहिँ खतरा फुल छन् होइन ठाउँ छ कि फेरि आएर सबै जानु होला त्यो ठाउँमा हजुरहरू पनि आउनु होला एकचोटि अनुगमन गर्न। टक्क तुरी बारीहरू तुरी फुलिरहेछ। बाख्रा लगेर गइजाने कि त एउटा उठाउँ क्या केटाहरू बाख्रा लगेर जाने हो। बाख्रा लेकको खसी उठाएर जाने होइन। पारी चाहिँ गुराँस गाउँपालिका पर्छ के हो जस्तो लाग्छ। खै के हो गुराँस कमेन्ट गाउँपालिका हालिदिनु होला। त्यो खै के हो पारीतिरको सुन्नुहुन्छ भने हजुरहरूले। यी केटाहरू चाहिँ केल्मीका फ्यानहरू हुन् अरे। यात्रा कस्तो भइरहेको छ सधैँ? केटाहरू यात्रा कस्तो भइरहेको छ? घर कहाँ हो? केटाहरू घर चाहिँ कता पऱ्यो? बन्दै गरौँ न। मेरो चाहिँ दिल्लीतिर पऱ्यो। दुल्लु हो है मती पर्छ दुल्लु। बाटो चाहिँ अलिकति चाहिँ नि यहाँको गाउँको चाहिँ खपर खुपर छ है। जटिल यात्रामा आएर हामीले फर्किँदैछौँ। यहाँ जरकुटा भन्ने ठाउँबाट नगरका दृश्यहरू राम्रोसँग अवलोकन गर्न पाइँदो रहेछ। हामीले यहाँको भ्रमण गरेर अहिले फर्किसकेका छौँ। बाइक राखेर फर्किँदैछौँ। यहाँदेखि तल गएर पार्कको अवलोकन गरेर हामी फर्किनेछौँ। हाम्रो यात्रा जारी नै छ। अब त्यस्तै हुनेछ आजको यात्रा। यहाँको सिनहरू पनि एकदम राम्रो राम्रो रहेछ है। जोस विकास हुने क्रममा रहेछ। हामीले बनाइदियो। हामी चाहिँ अब जान लाग्यो
सुर्खेत भ्यालीमा हिँड्यो। अनि यिनी छन्, यिनीहरू केटाहरू लाउरेहरू छन्। ल हिँड त्यहाँबाट त्यहाँसम्म दूर गर्नुपर्छ हामी चाहिँ अहिले यो के अरे गोटी गाँडा छौँ। अब चाहिँ हामी सुर्खेत भ्यालीतिर जान लाग्यो। अनि त्यही हो, बाटो तपाईँले हेर्नुहोस्। गएर मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला। अर्को भिडियोहरू हाल्नेछु। मान्छेहरू त धेरै छन् होइन। मन्दिर देखाउनु पऱ्यो न। यो चाहिँ मन्दिर हो। अनि यहाँ मान्छे त हाम्रा केटाहरू आइरहेको छ। ओइ मृग मृग अँ मृग छ। मृग गाई भयो। मिर्ग मृग आएको कहाँ गएर हान्नु नि त्यहाँ। यस्तो छ हजुर, बाटोको हालत यस्तो छ। म चाहिँ फेरि त्यस्तै हो, एरिया चाहिँ राइडर नम्बर 46 हो नि। खतरा चलाउँछ नि, तर अहिले त्यो बाइकको अवस्था अलि खराब भएर बिस्तारै गइरहेको छन्। यो चाहिँ खतरा फुल छन् होइन। ठाउँ गऱ्यो फेरि आएर सबै जानु होला त्यो ठाउँमा। हजुरहरू पनि आउनु होला एकचोटि अनुगमन गर्न। टक्क तुरीबारीहरू तुरिरहेछ। बाख्रा लगेर गइजाने कि त एउटा उठाउँ कि बाख्रा लगेर जाने हो। बाख्रा लेकको खर्सी उठाएर जाने होइन। पारी चाहिँ गुराँस गाउँपालिका पर्छ कि हो जस्तो लाग्छ। खै के हो गुराँस गाउँपालिका कमेन्ट हालिदिनु होला। त्यो खै के हो पारीतिरको चिन्नुहुन्छ भने हजुरहरूले। चाहिँ केल्मीका फ्यानहरू अरे। यात्रा कस्तो भइरहेको छ सधैँ? यात्रा कस्तो भइरहेको छ? घर कहाँ हो? घर चाहिँ कता बरु बन्दै गरौँ न। मेरो चाहिँ दिल्लीतिर पर्यो। दुन्दु हो है, मती पर्छ दुन्दु। बाटो चाहिँ अलिकति चाहिँ नि यहाँको गाउँको चाहिँ खपर खुपर छ है। जटिल यात्रामा आएर हामीले फर्किँदैछौँ। यहाँ गरबुटा भन्ने ठाउँबाट नगरका दृश्यहरू राम्रोसँग अवलोकन गर्न पाइँदो रहेछ। हामीले यहाँको भ्रमण गरेर अहिले फर्किसकेका छौँ। साथमा दुईवटा बाइक राख्न साथीहरू छौँ। अहिले फर्किँदैछौँ। यहाँदेखि तल गएर पार्कको अवलोकन गरेर हामी त्यहाँ फर्किनेछौँ। हाम्रो यात्रा जारी नै छ। त्यस्तै हुनेछ आजको यात्रा। यहाँको सिनहरू पनि एकदम राम्रो राम्रो रहेछ है। जोस विकास हुने क्रममा रहेछ।
हामी चाहिँ अब जान लाग्यो सुर्खेत भ्यालीमा हिँड्यो अनि यिनी छन् यिनीहरू केटाहरू लाउरेहरू छन् ल हिँड यहाँबाट त्यहाँसम्म दूर गर्नुपर्छ हामी चाहिँ अहिले यो के अरे गोटी गाँडा छौँ अब चाहिँ हामी सुर्खेत जान लाग्यो अनि त्यही हो बाटो मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला अर्को भिडियोहरू हाल्नेछु मान्छेहरू त धेरै छन् होइन मन्दिर देखाउनु पऱ्यो यो चाहिँ मन्दिर हो अनि हाम्रा केटाहरू आइरहेको छ अगाडि ओ मृग छ मृग त्यो गाई छ हो मृग आएको गएर हान्नु त्यो यस्तो छ हजुर बाटोको हालत यस्तो छ म चाहिँ फेरि त्यस्तै हो एउटा चाहिँ राइडर नम्बर 46 हो नि खतरा चलाउँछ नि तर अहिले त्यो बाइकको अवस्था अलि खराब भएर बिस्तारै गइरहेको छौँ यो चाहिँ खतरा फुल छन् होइन ठाउँ गऱ्यो तपाईँले फेरि आएर सबै जानु होला त्यो ठाउँमा हजुरहरू पनि आउनु होला एकचोटि अनुगमन गर्न टक्क तोरीबारीहरू फुलिरहेछ बाख्रा लगेर गइजाने कि त एउटा उठाउँ कि बाख्रा लगेर जाने हो बाख्रा लेकको खसी उठाएर जाने होइन पारी चाहिँ गुराँस गाउँपालिका पर्छ के हो जस्तो लाग्छ खै के हो कमेन्ट हानिदिनु होला त्यो खै के हो पारीतिरको सुन्नुहुन्छ भने हजुरहरूले चाहिँ केल्मीका फ्यानहरू अरे यात्रा कस्तो भइरहेको छ त अरे यात्रा कस्तो भइरहेको छ घर कहाँ हो घर चाहिँ कता पऱ्यो बल्दै गरौँ न मेरो चाहिँ डिजीतिर पऱ्यो दुल्लु हो है कति वर्ष दुल्लु बाटो चाहिँ अलिकति चाहिँ नि यहाँको गाउँको चाहिँ खपर खुपर छ है जटिल यात्रामा आएर हामीले फर्किँदैछौँ यहाँ सर्कुटा भन्ने ठाउँबाट नगरका दृश्यहरू राम्रोसँग अवलोकन गर्न पाइँदो रहेछ हामीले यहाँको भ्रमण गरेर अहिले फर्किसकेका छौँ बादमा दुईवटा बाइक 4 जना साथीहरू फर्किँदैछौँ यहाँदेखि तल गएर बाटोको अवलोकन गरेर हामी फर्किनेछौँ हाम्रो यात्रा जारी नै छ त्यस्तै हुनेछ आजको यात्रा यहाँको सिनहरू पनि एकदम राम्रो राम्रो रहेछ है
जोस विकास हुने क्रममा रहेछ। हामी चाहिँ अब जान लाग्यो सुर्खेत भ्यालीमा। हिजो अनि यिनी छन् यिनीहरू केटाहरू लाउरेहरू छन् ल हिँड यहाँबाट त्यहाँसम्म दूर हामी चाहिँ अहिले यो के अरे गोटी गाँडा छौँ। अब चाहिँ हामी सुर्खेत जान लाग्यो। अनि त्यही हो बाटो तपाईँले गएर मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला। अर्को भिडियोहरू हाल्नेछु। मान्छेहरू त धेरै छन् होइन। मन्दिर देखाउनु पर्यो यो चाहिँ मन्दिर हो। अनि यहाँ चाहिँ हाम्रा केटाहरू आइरहेको छन्। मिर्ग अँ छ मिर्ग त्यो गाई भयो। मिर्ग आएको गएर हान्नु नि त्यो यस्तो छ हजुर बाटोको हालत यस्तो छ। म चाहिँ फेरि त्यस्तै हो एउटा चाहिँ राइडर नम्बर 46 हो नि। खतरा चलाउँछ नि तर अहिले त्यो बाइकको अवस्था अलि खराब भएर बिस्तारै गइरहेको छौँ। यो चाहिँ खतरा पुल छन् होइन। ठाउँ छ कि तपाईँले फेरि आएर सबै जानु होला त्यो ठाउँ चाहिँ हजुरहरू पनि आउनु होला एकचोटि अनुगमन गर्न। टक्क तोरीबारीहरू फुलिरहेछ। बाख्रा लगेर गइजाने कि त एउटा उठाउँ क्या बाख्रा लगेर जाने हो। बाख्रा लेकको खल्सी उठाएर जाने होइन। पारी चाहिँ गुराँस गाउँपालिका पर्छ के हो जस्तो लाग्छ। खै के हो कमेन्ट हालिदिनु होला त्यो खै के हो पारीतिरको सुन्नुहुन्छ भने हजुरहरूले। केलाहरू चाहिँ केल्मीका फ्यानहरू अरे यात्रा कस्तो भइरहेको छ सधैँ यात्रा कस्तो भइरहेको छ घर कहाँ हो। घर चाहिँ कता पऱ्यो बन्दै गरौँ न। मेरो चाहिँ दिल्लीतिर पऱ्यो। दुल्लु हो है मती पर्छ दुल्लु। गोटीगाडाबाट चाहिँ सुर्खेतको हामीले सिक्देको सक्छौँ गोटीगाडा भन्ने ठाउँमा छु। बाटो चाहिँ अलिकति चाहिँ नि यहाँको गाउँको चाहिँ खपर खुपर छ है। जटिल यात्रामा आएर हामी फर्किँदैछौँ। यहाँ गरकुटा भन्ने ठाउँबाट नगरका दृश्यहरू राम्रोसँग अवलोकन गर्न पाइँदो रहेछ। हामीले यहाँको भ्रमण गरेर अहिले फर्किसकेका छौँ। साथमा दुईवटा बाइक 4 जना साथीहरू छौँ। अहिले फर्किँदैछौँ। यहाँदेखि तल गएर पार्कको अवलोकन गरेर हामी फर्किनेछौँ। हाम्रो यात्रा जारी नै छ। अब यसै हुँदै
भन्ने छ आजको यात्रा। यहाँको सिनहरू पनि एकदम राम्रो राम्रो रहेछ है। जोस विकास हुने क्रममा रहेछ। हामी चाहिँ अब जान लाग्यो सुर्खेत भ्यालीमा। हिँड्यो अनि यिनी छन् यिनीहरू केटाहरू लाउरेहरू छन्। ल हिँड यहाँबाट त्यहाँसम्म दूर गर्नुपर्छ। हामी चाहिँ अहिले यो के अरे गोटी गाँडा छौँ। अब चाहिँ हामी सुर्खेत भ्यालीतिर जान लाग्यो। अनि त्यही हो। बाटो तपाईँले हेर्नुहोस्। गएर मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला। अर्को भिडियोहरू हाल्नेछु। मान्छेहरू त धेरै छन् होइन। मन्दिर देखाउनु पऱ्यो न। यो चाहिँ मन्दिर हो। अनि यहाँ एकचोटि हाम्रा केटाहरू आइरहेछन्। अगाडि ओ मृग अँ छ। मृग गाई छ हो। मिर्ग मृग आएको गएर हान्नु नि त्यो। यस्तो छ हजुर बाटोको हालत यस्तो छ। म चाहिँ फेरि त्यस्तै हो। एरिया चाहिँ राइडर नम्बर 46 हो। खतरा चलाउँछ नि तर अहिले त्यो बाइकको अवस्था अलि खराब भएर बिस्तारै गइरहेको छौँ। यो चाहिँ खतरा पुल छन् होइन। ठाउँ चाहिँ फेरि आएर सबै जानु होला त्यो ठाउँमा। हजुरहरू पनि आउनु होला एकचोटि अनुगमन गर्न। टक्क तोरीबारीहरू फुलिरहेछ। बाख्रा लगेर गइजाने कि त एउटा उठाउँ कि बाख्रा लगेर जाने हो। बाख्रा लेकको खल्सी उठाएर जाने होइन। पारी चाहिँ गुराँस गाउँपालिका पर्छ के हो जस्तो लाग्यो। खै के हो कमेन्ट हालिदिनु होला। त्यो खै के हो पारीतिरको सुन्नुहुन्छ भने हजुरहरूले। केलाहरू चाहिँ केल्मीका फ्यानहरू अरे। यात्रा कस्तो भइरहेको छ सधैँ? यात्रा कस्तो भइरहेको छ? घर कहाँ हो? घर चाहिँ कता बरु बन्दै गरौँ न। मेरो चाहिँ दिल्लीतिर पर्यो। दुन्दु हो यही मती पर्छ दुन्दु। बाटो चाहिँ अलिकति चाहिँ नि यहाँको गाउँको चाहिँ खपर खुपर छ है। जटिल यात्रामा आएर हामीहरूले फर्किँदैछौँ। यहाँ गर्कुटा भन्ने ठाउँबाट नगरका दृश्यहरू राम्रोसँग अवलोकन गर्न पाइँदो रहेछ। हामीले यहाँको भ्रमण गरेर अहिले फर्किसकेका छौँ। यो साथमा बाइक राख्न साथीहरू छौँ। अहिले खोला फर्किँदैछौँ। यहाँदेखि तल गएर पार्कको अवलोकन गरेर हामी फर्किनेछौँ।
आजको यात्रा जारी नै छ। हुनेछ आजको यात्रा। यहाँको सिनहरू पनि एकदम राम्रो राम्रो रहेछ है। जोस विकास हुने क्रममा रहेछ। हामी चाहिँ अब जान लाग्यो सुर्खेत भ्यालीमा। हिजो अनि छन् यिनीहरू केटाहरू लाउरेहरू छन्। ल हिँड यहाँबाट त्यहाँसम्म दूर हामी चाहिँ अहिले यो के अरे गोटी गाँडा छौँ। अब चाहिँ हामी सुर्खेत जान लाग्यो। अनि त्यही हो। बाटो तपाईँले गएर मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला। अर्को भिडियोहरू हाल्नेछु। मान्छेहरू त धेरै छन् होइन। मन्दिर देखाउनु पऱ्यो यो चाहिँ मन्दिर हो। अनि यहाँ एकचोटि हाम्रा केटाहरू आइरहेको छन्। अगाडि ओ मृग छ। मृग गाईहरू बिर्को मृग आएको छ। गएर हान्नु त्यहाँ यस्तो छ हजुर। बाटोको हालत यस्तो छ। म चाहिँ फेरि त्यस्तै हो। एरिया चाहिँ राइडर नम्बर 46 हो नि। यो खतरा चलाउँछ नि। तर अहिले त्यो बाइकको अवस्था अलि खराब भएर बिस्तारै गइरहेको छौँ। यो चाहिँ खतरा फुल छन् होइन। ठाउँ चाहिँ अगाडि फेरि आएर सबै जानु होला त्यो ठाउँमा। हजुरहरू पनि आउनु होला एकचोटि अनुगमन गर्न। टक्क तोरीबारीहरू तोरी फुलिरहेछ। बाख्रा लगेर गइजाने कि त एउटा उठाउँ कि बाख्रा लगेर जाने हो। बाख्रा लेकको खसी उठाएर जाने होइन। पारी चाहिँ गुराँस गाउँपालिका पर्छ के हो जस्तो लाग्छ। खै के हो गुराँस गाउँपालिका कमेन्ट हालिदिनु होला। त्यो खै के हो पारीतिरको सुन्नुहुन्छ भने हजुरहरूले। केलाहरू चाहिँ केल्मीका फ्यानहरू अरे। यात्रा कस्तो भइरहेछ सदाले? यात्रा कस्तो भइरहेछ? घर कहाँ हो? घर चाहिँ कता पऱ्यो? बल्छै गरौँ न। मेरो चाहिँ दिल्लीतिर पऱ्यो। दुल्लु हो है। कति वर्ष दुल्लु? गोटीगाडाबाट चाहिँ सुर्खेतको भ्यालीको सिन देख्न सक्छौँ होइन। गोटीगाडा भन्ने ठाउँमा छु हामी। बाटो चाहिँ अलिकति छैन। यहाँको गाउँको चाहिँ खपर खुपर छ है। जटिल यात्रामा आएर हामीले फर्किँदैछौँ। यहाँ गर्बुता भन्ने ठाउँबाट नगरका दृश्यहरू राम्रोसँग अवलोकन गर्न पाइँदो रहेछ। हामीले यहाँको भ्रमण गरेर अहिले फर्किसकेका छौँ। यो साथमा उनका बाइक 4 जना साथीहरू छौँ। अहिले फर्किँदैछौँ। यहाँदेखि तल गएर
पार्कको अवलोकन गरेर हामी फर्किनेछौँ। यो यात्रा जारी नै छ। के हुनेछ आजको यात्रा। यहाँको सिनहरू पनि एकदम राम्रो राम्रो रहेछ है। जोस विकास हुने क्रममा रहेछ। वाखाइलाई हामीले बनाइदिएको